सो हेलो गाइज वेलकम ब्याक एगेन। र आज हाम्रो लेग डे र लेग डेमा जसमा मैले अलिकति के परिवर्तन गरेको छु। हाम्रो लेग डेमा हामी नर्मल 3 सेट मात्रै हान्थ्यौँ र अहिले अब मतलब एक्सर्साइजहरू चेन्ज भएको छ होइन। एक्सर्साइज चेन्ज केही भएको छैन, जस्ट अब 6 सेट हान्छु 3 सेटको सट्टा होइन। अब अलिक प्रोग्रेसिभ ओभरलोड बढाउनु पऱ्यो, त्यही भएर र लेग वर्कआउट गर्नुभन्दा अगाडि चाहिँ वार्मअप चाहिँ अलिक मजाले गर्नु, किनकि अब तपाईँहरूको यो नी हुन्छ नि, नी हो उयो हुन्छ क्या, नीको के भन्छ हौ यहाँ कुरो, नी पेन धेरै हुन्छ कि, त्यही भएर वार्मअप चाहिँ गर्नु पहिला होइन। र यो चाहिँ म सबैलाई सजेस्ट गर्छु। र हाम्रो पहिलो मतलब के भन्छ त्यसलाई, पहिलो सेट पिस्टल स्क्वाट 8 to 10 reps हुन्छ होइन। 8 to 10 reps 6 सेटसम्म हान्छु। र यो हाम्रो पहिलो एक्सर्साइज लेगको पिस्टल स्क्वाट, सपोर्टेड पिस्टल स्क्वाट, किनकि म सक्दिनँ त्यतिकै त हान्न। र अब पिस्टल स्क्वाट सकेर भेटौँला। अलिकति वर्कआउट रुटिनमा चेन्ज होइन। 6 सेट अफ सपोर्टेड पिस्टल स्क्वाड, हामी अलिकति एप्स पनि ट्रेन हान्छौँ हामी। 6 सेट अफ पिस्टल स्क्वाड होइन, 6 सेट हान्छौँ अनि भेटौँला। 2 सेट भयो, 4 सेट लागि। र हाम्रो सेकेन्ड एक्सर्साइज यो चाहिँ हाम्रो वेटेड सिलिन्डर एक्सर्साइज हो, जसमा हामी सिलिन्डर युज गर्छौँ। र यो चाहिँ एराउन्ड कति 14 to 15 केजी हुन्छ यसलाई। निक वेट जहाँसम्म लाग्यो, मलाई चाहिँ जहाँसम्म लाग्यो होइन, कति केजी छ त्यति थाहा भएन। र तपाईँहरू जे पनि युज गर्न सक्नुहुन्छ एज ए विस। मैले चाहिँ सिलिन्डर युज गर्छु किनकि मेरो घरमा त्यही छ। अब ग्राउन्डमा हुँदा हामी त्यो उयो युज गर्छौँ होइन, त्यो के भन्छ त्यसलाई, मिनी पोस, त्योभन्दा चाहिँ हल्लाउँदै हुन्छ सिलिन्डर। त्यही पनि एज ए विस तपाईँहरू जे पनि युज गर्न सक्नुहुन्छ। र अर्को सेटमा भेटौँला डाइरेक्ट एक्सर्साइजमा। र हाम्रो अर्को एक्सर्साइज रहेछ काप्सको लागि। यो चाहिँ यो काप्सको चाहिँ म 2 सेट मात्रै हान्छु, किनकि म काप्स त्यति किन ट्रेन हान्दिनँ मलाई पनि थाहा छैन, त्यही भएर मेरो काप्स पनि छैन होला। तर यो चाहिँ म 2 सेट मात्रै हान्छु होइन। बिस्तारै बिस्तारै ओभरलोड बढ्दै जान्छ, विक पछि बढ्दै जान्छ ओभरलोड होइन। कस्तो आवाज पनि। र यो पनि सकेर अन्तिम सेटमा पम्प चेक गर्दै भेटौँला।
सेट पनि सकिसकेको छ। देख्न सक्नुहुनेछ तपाईँको चिकन लेग पिस तर ठुलो चाहिँ छैन लेग, किनकि कामेको हेर्नु खुट्टा के साह्रो कामेको छ। यस्तो लेग यस्तो काम छ कि फकिङ भेरी भेरी फकिङ मात्र विक छ मेरो लेग। त्यो पनि धेरै विक चाहिँ छैन, बडी इन्चार्ज चाहिँ दामी छ। तपाईँ देख्न सक्नुहुनेछ तर कस्तो कामिरहेको छ। यो राइट लेग तपाईँले त्यहाँ मजाले फोकस गर्नुहुन्न, कामिरहेको छ भने पुजिँदैन, पुरै कामिरहेको छ क्या। कोही त्योहरू पुजिँदैन मजाले गर्दैन, हेर्न सक्नुहुनेछ काम मैले टिममा रेकर्ड गर्दाखेरि पनि पुरै हाउले निस्किरहेको छ। कामेको मलाई कस्तो सेक भइरहेको थियो पुरा हेर्नु। अब त्यहाँ लो म्याकले कामेको र जे थियो त्यही थियो। कामेरै भएन उता। थ्याङ्क्स फर वाचिङ, बाई।